अब उहाँहरूले सही काम गरेको भयो भने उहाँहरूका पनि फलोवर बढिहाल्थे होइन त। उहाँहरूको पनि फेसबुक छ, सबैको फेसबुक छ, वडा अध्यक्षदेखि राष्ट्रपतिको पनि फेसबुक छ, टिकटक छ, कतिको युट्युबै छ, कतिको ट्विटर छ। अब उहाँहरूले फेसबुकमा लेख्ने बित्तिकै गाली खानुहुन्छ। अनि उहाँहरूले आफ्ना अभिव्यक्ति केबाट दिनुहुन्छ? रेडियोबाट दिनुहुन्छ त कि उहाँहरूले पत्र काटेर चाहिँ पठाउनुहुन्छ? हुलाकको जमाना छ र कि टेप रेकर्डमा क्यासेटमा उहाँहरूले आफ्ना कुरा सुनाउनुहुन्छ? उहाँहरू आफू फेसबुक चलाउने, उहाँहरू आफू युट्युबमा बोल्ने, उहाँहरू आफू टिकटक चलाउने, ट्विटर चलाउने, अनि त्यही टिकटक युट्युब फेसबुकमा चाहिँ आफ्ना अभिव्यक्ति दिने अरूलाई चाहिँ पपुलिस्टिकहरू हुन् भन्ने। उहाँहरूलाई पपुलरै हुन मन नलागेको हो, चर्चितै हुन मन नलागेको हो भने ओली देउबा प्रचण्डहरूले कोले हो फेसबुकै ब्यान्ड गरे, के अरे उहाँको फेसबुकै डिएक्टिभ गरिदिए भइहाल्यो नि त, नबोले भइहाल्यो नि उहाँहरूले। त्यसकारण त्यो उहाँहरूले लाउने आरोपहरू फगत हुन् क्या, ती मिथ्या आरोपहरू हुन्। उहाँहरूले अहिलेसम्म जुन जुन अकर्मण्यता गर्नुभएको छ, जुन जुन राष्ट्रघाती काम गर्नुभएको छ, त्यसको परिणामस्वरूप नव पुस्ताले, जेनजी पुस्ताले, तपाईँ हामी जस्तो युवा पुस्ताहरूले पहिला उहाँको घरैमा गएर गाली गर्यो भने त गिरफ्तार गर्नुहुन्छ, जानै पाउँदैन, सिंहदरबारभित्र प्रवेशै गर्न दिन्नथे, पार्टी कार्यालयभित्र तपाईँ हामीलाई इन्ट्री नै थिएन है। त्यसकारण हिजोको दिनमा तपाईँले सोधिहाल्नुभयो, हिजोको दिनमा उहाँहरूको आफ्नै पेड मिडियाहरू थियो क्या, कर्पोरेट मिडियाहरू आफ्नै क्या, सबै उहाँहरूको गुणगान गाउने, भक्तिभाव गर्ने, महिमा गाउनेहरू थिए। अहिले फेसबुक आयो, टिकटक आयो, युट्युब आयो, सामाजिक सञ्जाल आयो, तपाईँहरू जस्तो अनलाइन मिडिया कर्मीहरू आउनुभयो है। तपाईँहरू आइसकेपछि तपाईँहरूसँग रिसाउनुहुन्छ क्या अहिले, तपाईँलाई निगरानी गरिदिन्छु, तह लगाइदिन्छु, सिडिओ मातहत जा, वडा कार्यालय मातहत जा होइन, यहाँ दर्ता गर, यो गर, त्यो गर भन्नुहुन्छ है। त्यसकारण उहाँहरूले भनेको पछाडि तपाईँहरू लाग्नुहुन्न। उहाँहरूलाई पनि प्रश्न गर्ने हो अब तपाईँहरूले, जो सामाजिक सञ्जालमा पपुलर नेता भयो भन्नुहुन्छ, तपाईँले फेसबुक किन खोलेको? तपाईँहरूले किन चाहिँ बुमको अगाडि इन्टरभ्यू दिनुहुन्छ, स्टुडियोमा मात्रै किन जानुहुन्न भनेर उहाँलाई प्रश्न गर्नु पर्यो। उहाँहरू अलोकप्रिय काम गरेको हुनाले जनताको बिचमा अलोकप्रिय हुनुभएको हो। पपुलिस्टिकसँग डराउन आवश्यक छैन, पहिलो कुरा। दोस्रो कुरा के हो भने पपुलर मान्छेहरू पनि, पपुलर भएका मान्छेहरू पनि अध्ययनशील हुन्छन्, तर्कशील हुन्छन्, उनीहरू विवेकशील हुन्छन् र उनीहरूले लामो समयसम्म सडकदेखि होइन विभिन्न क्षेत्रमा सङ्घर्ष गरेको हुन्छ। उनीहरू पनि देशप्रेमी हुन्छन्, राष्ट्रप्रेमी हुन्छन् भन्ने कुरा चाहिँ पुराना राजनीतिक दलका नेताहरूले बिर्सिनुहुन्न।